हेलो एभ्रिवान म चाहिँ डाक्टर नवीन इन्ट्रान्स कोर्सबाट तपाईको सीको एक्जाम 15 गते छ कार्तिक 15 गते भनेर अनाउन्स गरिएको छ एमबीबीएस 16 17 18 हुन्छ हामीले आज इम्पोर्टेन्ट के डिस्कस गर्ने टपिक भनेको चाहिँ पास्ट क्वेशन के कतिको इम्पोर्टेन्ट हुन्छन् अहिलेसम्म सीको एमओई को कुराहरु हेर्दाखेरि के कतिको इम्पोर्टेन्ट भन्ने कुरामा हामीले डिस्कस गर्छौं र तपाईले मिस गर्दै नगर्न पर्ने भिडियो हेर्नुस् है मैले धेरै स्टुडेन्टहरु देखेको छु जसले पास्ट क्वेशन मात्र पढेर पनि एउटा पेइङमा एउटा डिसेन्ट मार्क्स ल्याएर मेडिकल कलेज पुग्नु भएको हुन्छ है त त्यो भएको हुनाले पास्ट क्वेशन एकदमै इम्पोर्टेन्ट छ हेर है सी को एक्जाममा सेम टु सेम क्वेशन्सहरु पनि रिपिट हुन्छ जुन 21 मा आथ्यो मैले पास्ट क्वेशन्सहरु गरेर थिए हैन अहिले हाम्रो टिमलेहरुले पनि पीआईबी सिरिजहरु गराउँदै हुनुहुन्छ त्यहाँ पनि तपाईले हेर्न सक्नुहुन्छ सुरुमा हामी 21 को क्वेशन्सहरु हेर्दाखेरि 24 25 मा पनि सेम क्वेशनहरु रिपिट भएको छ है एमबीबीएस को मात्रै कुरा हैन नर्सिङ बीडीएस को कुरा हेर्नुहुन्छ भने पनि नर्सिङबाट क्वेशन्सहरु आउँछ बीडीएस बाट क्वेशन्सहरु आउँछ है त्यो भएको हुनाले बीडीएस नर्सिङ सबैको क्वेशन्सहरु गर्न पर्यो र क्वेशन्सहरु पास्ट क्वेशन वरिपरि रहेर पढ्न पर्यो अबको यो 14-15 दिन चाहिँ पास्ट क्वेशनको वरिपरि बसेर पढ्नुस् है जस्तै फर एक्जाम्पल म तपाईलाई एक सिम्पल एक्जाम्पल दिन्छु जस्तै एउटा हाम्रो के रे मेकानिक्समा युनिट एन्ड डाइमेन्सनमा कुन चाहिँ युनिट सेम हुन्छ भनेर सोध्यो इम्पल्स र लिनियर मोमेन्टमको युनिट सेम हुन्छ भनेर सोध्यो भनेपछि एंगुलर मोमेन्टमको डाइमेन्सन केसँग सेम हुन्छ हैन त्यस्तै अरु डाइमेन्सन सेम भएको तीन चारवटा इम्पोर्टेन्ट कुराहरु के छन् त्यसै रिलेट गरेर पढ्न पर्यो है केमिस्ट्रीमा पनि सेम हो एउटा ओरको नाम सोध्छ हैन एउटा ओरको नाम सोध्छ भनेपछि सिनाबार के को ओर भनेर सोध्यो भनेपछि त्यहाँ कम्प्युटर सल्युसन राम्रोसँग दिएको हुन्छ कि अथवा कुनै पास्ट इयर क्वेशनको किताबमा ग्यालेनाको कुराहरु दिएको हुन्छ हैन एन्सर साइडको कुराहरु दिएको हुन्छ इम्पोर्टेन्ट कुराहरु राखिदिएको हुन्छ के हैन फाइनल मोमेन्टमा आएर सबै पढ्न पर्दैन तपाईलाई सी मा सजिलो नै क्वेशन्सहरु सोध्छ सबै सजिलो क्वेशन्सहरु सोध्छ कुनै एउटा दुईटा क्वेशनबाट गाह्रो क्वेशन सोध्ला हैन तर नर्मली सजिलो नै क्वेशन सोधिरहेको हुन्छ है तपाईले आफैले पीआईबीस गरेर भ्याउनुको एकदमै राम्रो भ्याउनु भएको छैन स्टार्ट गर्नु भएको छैन अथवा एउटा सेट गर्न नि एकदमै धेरै टाइम लाग्छ भनेसी के रे कम्प्युटर सल्युसन किताबबाट पनि लाइन टु लाइन सबै क्वेशन्सहरु गरेर एक्सप्लेनेसन गरेको पनि के रे भिडियोजहरु अवेलेबल छन् र लाइभ क्लास पनि सुरु हुँदैछ आजैबाट सुरु हुँदैछ पीवाईक्यू सिरिज भनेर सुरु हुँदैछ 4 देखि 5 घण्टा लाइभ क्लासेसहरु हुन्छ 5 देखि 10 बजेसम्म हुन्छ लाइभ क्लासेसहरु हैन सी को अनि अरु पुरानो क्वेशन्सहरु टक्क च्याप्टर वाइज सेक्सन वाइज गराइदिनु हुन्छ हाम्रो के रे मेन टिमले है त सँगसँगै अनि यसको प्राइस चाहिँ हामीले 999 राखेको छन् जम्मा 1000 रुपैयाँ राखेको छौं जसले स्टेट नेक्सस र्यापिड डिभिजन कुनै पनि कोर्स लगिसक्नुमा छन् उहाँलाई कुनै पनि पेमेन्ट लाग्दैन उहाँहरुको आफ्नै कोर्समा आफै इनरोल भएर आउँछ वेबसाइटमा है त तर कुनै कोर्स लाग्नु भएको छैन लास्टमा पीवाईक्यूज मात्र लगाउन चाहनुहुन्छ भने जम्मा 1000 रुपैयाँमा जम्मा 1000 रुपैयाँमा पुरै पीवाईक्यूज को कोर्स पाउनुहुन्छ लाइभ क्लास त हुन्छ लगभग तपाईको 12-13 दिन सी को एक्जामसम्म लाइभ क्लासेसहरु हुन्छ डेली सबै पास्ट क्वेशनहरु विथ एक्सप्लेनेसन गराइदिनुहुन्छ टिचरहरुले है त अनि यदि क्लास लिन चाहनुहुन्छ भने एउटा गुगल फर्म छ यो भिडियोको तलबाट एउटा गुगल फर्म छ त्यो गुगल फर्म भर्नुस् अथवा यो नम्बरमा कल अथवा व्हाट्सएप गर्न सक्नुहुन्छ है सँगसँगै हेर्नुस् लाइभ क्लास भयो सँगसँगै टक्क लाएर हैन इयर वाइज हेर्नुस् इयर वाइज बोटनीको टक्क 1 घण्टामा क्वेशन पढाउन 1 घण्टा लाग्दैन के पुरै एक्सप्लेनेसन पढाउनु पर्छ त्यही भएर 1 घण्टा लागेको छ जोलोजीको 1 घण्टाको केमिस्ट्रीको 2 घण्टा पुरै फिजिकल इनअर्ग्यानिक अर्ग्यानिक केमिस्ट्रीहरु सबै सर्टकट तरिकाले एक्सप्लेनेसन एउटा मैले गराएको छु पुरै राम्रोसँग एकदमै राम्रोसँग सर्टकट इन्क्लुडेड छ अनि 21 को केमिस्ट्रीको फिजिक्सको 2 घण्टाको छ यसैगरी एभ्री इयर को छ 16 देखि 25 सम्मको एभ्री इयर को है र सबैको एमबीबीएस बीडीएस नर्सिङ सबैको छ यति मात्रै गर्नु भयो भने पनि तपाईको कम्तिमा पनि 40 देखि 50 मार्क्स बुस्ट हुन्छ यसमा म कन्फिडेन्ट छु बुस्ट भनेको 40-50 मार्क्स आउँछ भनेको अहिले आइराको मार्क्समा 40-50 मार्क्स बढ्छ तपाईको है लास्ट मोमेन्ट टाइममा कम्प्लिट सल्युसन गर्न एकदमै इम्पोर्टेन्ट छ है त यो कुरा बुझ्नुस् है पास्ट पेन किताब जुन गर्दा पनि हुन्छ त्यसपछि सी को 21 मा भयो 22 23 24 25 र एमबीबीएस बीडीएस नर्सिङ सबैको धेरै जस्तो स्टुडेन्टले एमबीबीएस मात्रै हान्नुहुन्छ तपाईसँग कम्प्लिट सल्युसन किताब छ भने त्यो एमबीबीएस र बीडीएस को मात्रै छ बट आई इन्सिस्ट नर्सिङको पनि एउटा किताब किन्नुस् तपाईले नर्सिङ एक्जाम नदिने हो भने एउटा किताब किन्नुस् नर्सिङको है त नर्सिङ किताब किन्नुस् निर्भरमा पाइन्छ अथवा समीक्षाको जसको लिदा पनि हुन्छ है त जसको लिदा पनि हुन्छ हामीले चाहिँ सबै गराउँछौं पीवाईक्यू सिरिज अथवा पीवाईक्यू सिरिजमा सबै गराइन्छौं एमबीबीएस बीडीएस नर्सिङ पुरैको कोर्स गराइन्छौं तपाईलाई लाइन टु लाइन सल्युसन पनि पाइन्छ छुट्टै लाइभ क्लासेसहरु पनि हुन्छ स्मार्ट बोर्डमा जुममा सबैमा हुन्छ है त त्यसपछि सल्युसन एकदमै मस्ट छ सल्युसनको एउटा कुरा पढ्न इम्पोर्टेन्ट छ जस्तै अहिले क्लोरोफर्मको कुनै कुरा छ भने क्लोरोफर्मको 4-5 वटा रिएक्सन मात्र इम्पोर्टेन्ट छन् के किताब पढ्न लाग्नुहुन्छ भने त्यहाँ 15-20 वटा रिएक्सन छ तर एक्जाममा सोध्ने भनेको 4-5 वटा रिएक्सन्सहरु हुन् है र अर्को कम्प्लिट सल्युसनको सल्युसन पढेको फाइदा के हुन्छ भन्दाखेरि तपाईले एउटा सेट पढ्न लाग्नु भने एउटा सेट पढ्न 4 देखि 5 घण्टा लाग्ला त्यो पढ्दाखेरि तपाईलाई सबै टपिकको रिभिजन हुन्छ के बोटनीको फिजियोलोजी हुन्छ जेनेटिक्स हुन्छ सेल बायोलोजी हुन्छ रिप्रोडक्सन प्लान हुन्छ इकोलोजी हुन्छ डाइभर्सिटी हुन्छ प्लान्ट एनाटोमी हुन्छ सबै पोर्सनबाट आइदिन्छ के टेक्सोनोमी हुन्छ हार्मोन हुन्छ सबै पोर्सनबाट आइदिन्छ त्यो भइसकेपछि त्यस्तै 10 देखि 15 सेटहरु हान्नु भयो भने चाहिँ त्यही
हर्मोनको कुराहरू के 10 देखि 15 वटा ठाउँमा आउँछन् के, अनि त्यो भएपछि यादै हुन्छ तपाईलाई है। त्यो भएको हुनाले कम्प्लिट सल्युसनको सल्युसन्स पढ्न एकदमै जरुरी छ, अथवा कुनै पनि पास्ट क्वेसन किताबको सल्युसन पढ्न जरुरी छ। अनि त्यसपछि ल यति नै हो मैले भन्न खोजेको कुराहरू। अहिलेको टाइममा आएर सिलेबस भएको छैन, यो छैन त्यो छैन भन्नेतिर नलाग्नुस्। अहिलेको टाइममा आएर कम्प्लिट सल्युसन र पास्ट क्वेसन्सहरू गर्न लाग्नुस्। मेनली सीई को सी 21 एमबीबीएस को 21 22 23 24 25 5 सेट, बीडीएस को 3-4 सेट छ, नर्सिङ को 3-4 सेट छ, टोटल गरेर लगभग 12-15 सेट छ। त्योभन्दा बढी सेट छैन। एटलिस्ट 33 सेटहरू 12 सेटहरू छन्, 33 सेटहरू राम्रोसँग कम्प्लिट गर्नुस् है त। हस्, थ्यांक यू।